कहानी 2 भाग 3। मानिसले आफूलाई परमेश्वरबाट लुकाए। स्त्री र पुरुषले परमेश्वरले नखानु भनेको फल खाएर आज्ञा तोडे अनि दुवैका आँखा खुले र नाङ्गै पो रहेछु भनी तिनीहरूले थाहा पाए अनि अन्जिरको पातहरू गाँसेर आफ्नो निम्ति तिनीहरूले कपडा बनाए। त्यसपछि साँझपख परमेश्वर बगैँचामा डुलिरहनु हुँदा तिनीहरूले परमेश्वरको स्वर सुनेर मानिस र उनकी पत्नी बगैँचाका रुखहरूका बीचमा परमेश्वरबाट लुके। तर परमेश्वरले मानिसलाई बोलाउनु भयो, "तँ कहाँ छस्?" मानिसले जवाफ दिएर भने, "मैले तपाईको स्वर बगैँचामा सुने र म डराएँ, किनभने म नाङ्गै थिएँ र म लुकेँ।" परमेश्वरले मानिसलाई सोध्नुभयो, "तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैँले त्यो फल खाइस्?" मानिसले परमेश्वरलाई भने, "जुन स्त्री तपाईले मसँगै बस्न भनिदिनु भएको थियो, त्यसैले मलाई त्यो फल खान दिई र मैले खाएँ।" तब परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो, "तैँले यो के गरिस्?" त्यस स्त्रीले परमेश्वरलाई भनिन्, "मलाई सर्पले छल गर्यो र मैले त्यो खाएँ।" पुरुष र स्त्रीलाई यो थाहा थियो कि हामीले परमेश्वरको आज्ञालाई तोडेका छौँ भनेर, तर पनि बहाना बनाउँदै एक अर्कालाई दोष लगाए।